त हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ महाशिवरात्रिको दिन अब हामी चाहिँ सो मेला कता कता लागेछ भनेर अब भड्किँदैछौँ। जता जता भेटिन्छ त्यतै छिर्दै मेलामा छिर्दै रोइला गर्दै गर्ने भनेर हिँड्यौँ हामी चाहिँ। अब ल झलुङ्गे पुल आयो। यो चाहिँ गोबडिया चाहिँ मेला, ठुलो मेला लाग्ने रहेछ। गोबडिया आइपुग्यौँ। ए बिचरा हेर्नु त, यो मसुरोको बारीमा सबले बाइक यहीँ राखेर सब माटिनी भयो। के गर्ने, राख्ने ठाउँ यहीँ हो छ। अब हामीले पनि यतै राखिदिउँ। एउटा कतै पार्किङ गर्ने ठाउँ व्यवस्थित गराउनु पर्ने हो। यस्तो बिचराको यता मसुरोहरू सब लगाएछ। हामी चाहिँ अब मेलाभित्र छिरिसक्यौँ। देख्न सक्नुहुन्छ मेला भिडभाड छ, रमाइलो छ। यतातिर चर्केपिङ डुङ्गापिङ भुइँकिरहेछ, रमाइलो छ, डह्रो भिडभाड छ। वर्षमा एकचोटि सधैँ लाग्छ यहाँ मेला। ल पैसा चाहिए। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। लगाए जब हामी चाहिँ यहाँबाट फर्क्यौँ, यहाँ धेरै बेर बसेनौँ। फेरि अन्त पनि जान छ, ढिलो हुन्छ, फेरि रात पर्छ। त्यसैले अब हामी निस्क्यौँ यहाँदेखि। हो झन्नै छ्यापेन यसका बाजे। लगाएछ। अब चाहिँ लास्टै भोक लागेर हामी खाजा खान छिर्यौँ होटेलमा। लगाएर हामी चाहिँ खाजा खाएर निक्लिँदै रात पर्यो र अर्को ठाउँ मेलामा आइपुग्यौँ। यहाँ राति कमल बिसी गायक माइला दाई आउने हो रे, त्यही भएर मान्छे अलि साँझ अलिअलि बल्ल भिडभाड हुँदैछ सुस्त। माइला दाइलाई हेरेर जाम भनेर हामी पनि यहाँ छिरेको। कति बेला आउने। छिटो के मैले के पहिला सुरु आज हो कि छिटो आना छ। ए कति आयो? कति? हजुर कुली आन्यो भने कि तीन हो।
प्र्याक्टिस गर के हान्ने त अब फेरि त्यहाँ छ न हाने म जानेछु ल छोडिदिनु 50 हो 50 ल बेटा आज चाहिँ यसमा 1000 रुपियाँ चोइट भयो 950 ल्याउनुहोस् 150 माइला दाइले कुर्दै केटाहरू आफै नाच्न थालिसके माइला दाइ पनि अब 9 बजे आउने रे झन् ढिलो हुन थाल्यो अब चाहिँ हामी घरतिर लागेको अब भेटौँला अर्को भिडियोमा गाइज बाई बाई